त्यो तपाईँलाई मैले भन्नै पर्दैन होइन। याचना पनि नाद, नाथ र नादमा पनि नाद भनेको अन्तर्ध्वनिलाई शब्द ज्ञान, जस्तै यो आकाश तत्त्वलाई भोइसबाट दिनु नाद हुन्छ। नाद भयो। यहाँ अन्तर्नाद जब यो के अरे जमरमकारा झमझमकारा, जब कुण्डलिनीको चाहिँ 4वटा मार्ग हुन्छन्, हठयोग, लययोग, राजयोग, मन्त्रयोग, यो तिनटैको चाहिँ उद्देश्य एउटै हो, चित्तवृत्ति निर्मित होइन। अब मन्त्र मन र वचन कर्मलाई एकाग्र नभएसम्म त्यो मन्त्र सिद्धि हुँदैन। माला आफूले जपिया छ, मन एकातिर गएको छ, भयो। अनि त्यस्तै नै यो 4वटा प्रकारको त्यो नाद भयो, नाद। अनि जब त्यो भइसकेपछि अब हामीले कुनै चिज गर्दै जाँदाखेरि अनि यहाँ तरङ्गहरू, पराशक्ति कुण्डलिनी सुषुम्ना जब ओमकार ध्वनिबाट जागृत भएर सहस्रारमा चाहिँ त्यसको कने 6 चक्र त हामीसँग यहाँभन्दा मुनि भयो। अब यहाँबाट अरू पनि चक्र छन्, नवद्वारी, नवचक्र, त्यो मनोमय चक्रहरू छन् भित्र। त्यो चक्रमा जब बाहर चिजबाट एकाग्र भएर त्यो भित्रको खोजमा गइसकेपछि अनि उसलाई ध्वनि हुन्छ। त्यो ध्वनि तरङ्ग धानेन भने जोगी बौलाएरै दिन्छ नाद। अनि नाथ भनेको चेतना नाथ। हे नाथ नारायण वासुदेव भनिन्छ। नाथ भनेको